हेलो गाइस हामी चाहिँ पोखरा आइसकेर नि हामीलाई स्वागत गरिसक्नु भएछ गुरुले अनि हामी यो चाहिँ हाम्रो नेक्स्ट भ्लग हो अब हामी घरबाट आउँदाखेरि चाहिँ एकदम ढिलो अनि एकदम नाइटको बसमा आएको अनि बिहान हामी कति बजी आइसक्यौँ हामी 8 बजे थियो ठ्याक्कै 8 बजी झरेको थियौँ अनि नास्ता खाँदा मुख धुँदा के गर्दा ठ्याक्कै 9 बज्यो लास्ट डे दुःख पायो हामीले कति बेरसम्म हामी त्यहाँ बस्यौँ बस पार्कमा बहुत धेरै 1-2 घन्टासम्म बस्यौँ हामी चाहिँ अब यहाँ नास्ता खानलाई चाहिँ खाना खान के चाहिँ दिन्छ भने उहाँ म्याडमको प्रेसर लो भयो उहाँ जीवन जल गाडीले हामी कहाँ जान्छौँ अब खानासाना खायौँ खाना खाएको भिडियो चाहिँ मैले बनाउन पाएन सो मोबाइल चार्जमा थियो मेरो तर राम्रोसँग चार्ज हुन पाएन त्यही भएर चाहिँ अब गुरु घर जान्छौँ अनि गुरु घर गएपछि सामानहरू मिलाउँछौँ त्यसपछि वाच ओ के हो तिमीहरू अब हामी चाहिँ ट्रेकिङको लागि स्टार्ट हाम्रो दिक्षा बहिनी हाम्रो यता 2 जना बाइक के हो त्यो माइक टेक्स चाहिँ मलाई चार्जिङ छ क्यामेरा ब्याक गर थ्याङ्क यू हाम्रो भोटिनी ज्यू हाम्रो गुरु अब यहाँ अहिले चाहिँ मजाले घुमेर आउनु म माथि जान्न ए हुन्छ अनि तल आएर हाम्रो गाउँमा आउने हाम्रो गाउँमा आउने है अब चाहिँ हामी चाहिँ रेडी भइसकेको छौँ जानलाई सो अब एकैचोटि हामी चाहिँ तपाईँहरूलाई चाहिँ कहाँ जाँदैछ भन्ने कुरा बाटो जाँदा अहिले चाहिँ हामी चाहिँ तानतिङ ऊ त्यो गेट भयो मेन अनि तानतिङ गाउँमा आएको छौँ एकदम बहिनी कस्तो लाग्यो तिमीलाई तानतिङ गाउँ एकदम राम्रो छ हामीले त्यो सोचेको भन्दा पनि वाउ यस्तो राम्रो सिन छ कि वाउ कति राम्रो त्यो सनसेट कति राम्रो देखेको आज नुहाइरह क्या नै अब ऊ के गाडी पनि एकदम कति घन्टा लाग्यो हामीलाई यहाँ होइन 3 घन्टा लागिसक्यो तर एकदम राम्रो क्या नि दाइ कस्तो लाग्यो भन न एकदम बाबा सिन हेर न पछाडि वाउ यहाँ चाहिँ अब फेरि हामी अझै यहाँ मात्रै पनि होइन है तानतिङ मात्रै होइन तानतिङबाट अझै हामी जान्छौँ अझै माथि आउनु भइहाल्छ
कोही गुन्सिनी मिलाइदिने रे रनक्क परेर ससुराले यहीँ मनाउने रे हामी पनि आफ्नो घर बिहा गर्ने घर यहीँ गराउने हो नि हामी पनि यहीँ बिहा गर्ने यहीँको केटा खुट्टा यसलाई कोहीले नि गर्दैन यसलाई यहाँ पोखरामा तल तलतिर यो माथि बिचरा चढ्दा पानी तान्दा तान्दा मरिन्छ होइन उता माथि पोखराको के चोकमा जसको घर भेटिन्छ राम्रो वाला हो त्यहीको घरको केटा खुट्ने हो बिहा सिद्धे यहीँदेखि बिहा हामी चाहिँ अहिले कति बज्यो अञ्जली कति बज्यो हिमाल त लास्टै भन्दा नि लास्टै देखिसक्यो र अहिले इभिनिङ भइसकेछ गुरु अहिले हामी कहाँ आएको छौँ लोकेसन जाने क्रममा चाहिँ हात मेरो रातै भयो छाया इको भिलेज लास्टै मेरो हात न रातै भएर तर त्यो तातो हुनुभयो है तातो छ नि हामी त भित्र नबसिकन बाहिर अनि खोर चाहिँ जहाँ पायो त्यही फाल्ने गोठमा हाल्ने है मैले अघिदेखि भन्छु कति कालो भएको कसै देऊ न त्यो तारा हामी चाहिँ आफ्नो लोकेसनमा चाहिँ आइसकेको छौँ तर चाहिँ अहिले राति भएर चाहिँ अहिले केही पनि देखेको छैन सो भोलि बिहान एकचोटि तपाईँहरूलाई चाहिँ सिनहरू चाहिँ देखाउँछौँ सन्चै हुनुहुन्छ आउ त भित्र बस्नु साधन पहिला यो तातो पानी छ अनि त्यसपछि चाहिँ साथीहरूले हामी चाहिँ के ल्याएको छौँ खानेकुरा रमाइलो हुँदैछ गाइस नानीहरूको बार्बिक्यू हुँदैछ यो पनि भइरहेछ है यता यहाँ हाम्रो दाजु हुनुहुन्छ यता हाम्रो सोल्टी हजुर हजुर यहाँ हाम्रो सुधी दाई हुनुहुन्छ ओहो हिन्दी प्लस नेपाली म चाहिँ भिडियो नै गराउनु भएन के अर्कोतिर योभन्दा राम्रो लाग्छ कि मलाई किन होला कि यो मान्छे झन् जस्तो बनाले औषध जस्तो नबनाले नाच के
मासु पनि खाइयो आज खाइयो आज हिमाल हेर्छु भनेको त परिसक्यो साँझ कानको तिमीलाई सम्झन्छु यता चाहिँ आज हाँस्दै मर्नु भइसकेको छ दुर्गा दिदी मासु पोल्दै खाँदै हुनुहुन्छ अहिले चाहिँ हामी एकदम टप हिलमा पुग्न लागिसकेको छौँ र सबैजना देखिसक्नुहुन्छ दिस इज द भ्यू र हाम्रो साथीहरू पनि बल्ल तल हामीले 55 मिनटमा है 55 मिनटमा हामी यहाँ माथि पुगेर भ्यायौँ र हाम्रो पछाडिको भ्यू हजुरले देखिसक्नुहुन्छ गनी भएर लुगा खोलिसक्यो भने यहाँहरू चाहिँ राख्नु भएको छ र यो ल दिशा पनि यता स्माइल दुर्गा यता सबलमा यता कस्तो फिल भइरहेछ स्वर्ग होइन त गाइज्यू लाइफमा चाहिँ सेकेन्ड टाइम होला मैले पहाड देखाउनेको यो चाहिँ हाम्रो यो हो हामी चाहिँ एकदम मर्निङको टाइममा बिहान कति बजी उठेको भाइ अनि उठेर शाहरुख खान स्टाइल हाम्रो यता गुरु अनि हाम्रो त साथीहरू अनि त्यसपछि चाहिँ हामी चाहिँ हिँड्दै हिँड्दै कति किलोमिटर हिँडेको 3085 किलोमिटर होइन मिटर हो मिटर सरी त्यति माथि छौँ त्यति माथि छौँ अनि एकदम हामी चाहिँ बिहानको मर्निङ सनराइज हेर्न आएको साथीहरू यो चाहिँ मेरो कपी गर्ने जहिले पनि हिमालहरू वाउ यो हो नि त यो ठाउँलाई के भन्छ अरे भाइ कर्फु डाँडा हामी चाहिँ अहिले कर्फु डाँडामा छौँ एकदम राम्रो चाहिँ भ्यू तपाईँहरू पनि आउनु होला र एकदम सेफ्टी न्यानो न्यानो कपडा पनि लगाएर आउनु होला मलाई त हिँड्दा हिँड्दै ट्रेकिङ गर्दाखेरि हिँड्दै हिँड्दै सास फुलेला जस्तो भएको थियो गुरु मेरो त अब चाहिँ हामी चाहिँ तल झर्दैछौँ है फोटोहरू भिडियोहरू खिच्यो इट्स नट स्ट्यान्ड फर हा तिम्रो सबले मलाई छोडेर जान लाग्यो म हिँड्न सकेको छैन साथीहरू मेरो सास लास्टै फेर्न गाह्रो भएको छ त्यही भएर चाहिँ म चाहिँ अब चाहिँ डाइरेक्ट तल गएर म देखाउँछु है म चाहिँ सक्दैन अहिले अघि चढ्ने बेलामा पनि मैले भिडियो बनाउनु सकेन लास्टै भएको थियो त्यही भएर अहिले झर्ने बेलामा हल्का क्लिप्सहरू लोकेसन यसरी भ्यू देखाइदिउँ भनेर हो अब चाहिँ म साँच्ची साथीहरू गएँ म कोहीले बेला हेल्प गरिदियो सेल्फी सब सेल्फी सेन्टर लास्ट टेबलमा तल गएर देखाउँछु ल यो चाहिँ हामी चाहिँ तल मेरो क्यामेरा के भयो यो चाहिँ हामी तल बसेको ठाउँ है यो कर्फु हेल्थ पनि के त्यो छ हजुर गएर आएको अनि त्यहाँ चाहिँ माथि माथि पनि बस्ने छ तल पनि यहाँ थुप्रै छ हामी चाहिँ वहाँ पर बसेको छौँ
अनि यहाँ बिहान बिहान पनि मान्छे छेउछेउ किन पर्यो यहाँ चाहिँ यो के अरे यो पानीमा चाहिँ हिउँ खस्यो अनि हिउँ आएन यो हिउँ परेको है रातभरिमा अनि त्यसपछि त्यो हिमाल चाहिँ यहाँ ट्याक्कै देखिन्छ अरे के हामी हिउँ खेलान आएको यही हो अनि के अरे अब हामी चाहिँ दाइ साधु दाइतिर जानु अब एकछिन फ्रेस हुन्छ त्यसपछि चाहिँ हामी चाहिँ यहाँ बसेको हिजो राति चाहिँ मैले तपाईँहरूलाई चाहिँ देखान पाएको थिएन राति त्यस्तो अँधेरोमा केही देखिन्थेन नि त त्यही भएर चाहिँ अहिले बिहान चाहिँ देखाएको मर्निङमा यस्तो राम्रो हिमालहरू यिनीहरूले चाहिँ यहाँ पानीमा यसरी भिडियो बनाएर उहाँ हिमाल यसरी देखाएको छन् आफू हिँडेर हामी कहाँ आयौँ भने अहिले कुन गाउँ आयौँ भने अहिले चाहिँ हामी गुरुङ गाउँ आइसकेछौँ त्यहाँ अञ्जली मिस अघि हजुरको भ्लग बनाइदिन्छु हामी आएर पनि नास्ता खाएर अब डान्स प्र्याक्टिसको लागि जाँदैछौँ उता सबैलाई हुनुहुन्छ म त आफै रोला जस्तो हुन्छ अब चाहिँ हामी चाहिँ खाना खाएर खानासाना खाएर त्यसपछि हामी जाँदैछौँ आज कता रोदी बसेको छ अरे गाउँतिर अनि त्यही रोदी हेर्न मलाई सरजी अनि फेरि यहाँ मलाई म्यामजी भन्नु त्यही भएर चाहिँ अब आज चाहिँ हामी चाहिँ रोदी हेर्न जाँदैछौँ हामी चाहिँ एकदम टाढा है लास्टै अब हिँडेको चाहिँ भिडियो गराएन मैले साथीहरू किनभने लास्टै ठाडो थियो बाटो एकदम गाउँ भएर आएको अनि यहाँ चाहिँ आज चाहिँ एकजना लाउरे दाइ आउनु भएको छ उहाँलाई चाहिँ एकदम दान झार्ने यताउति खानपिन यस्तो भइरहेको छ सो आमा समूहले यस्तो भाइ यता बसिरहनु पर्छ हाम्रो कतिको रमाइलो छ तपाईँहरूलाई अलिकति रिपोर्ट देखाइरहेको हुन्छ गुड मर्निङ एभ्रिवान पनि भनेर पनि अब आफ्टरनुन हुने बेला भइसक्यो यो चाहिँ हामी डे कति डे 4 मा छौँ हाम्रो नेपालगञ्जमा चाहिँ एउटा घाम लागेको छैन यहाँ चाहिँ घाम लागेको चाहिँ राम्रोसँग के हो साउल भाइ आफै तिमी नाचेको
त्यही भएर आज चाहिँ हाम्रो रेस्ट छ आजको दिन चाहिँ हाम्रो रेस्ट छ त्यसपछि भोलि छ तमु लोसार पुस 15 गुरुङहरूको लोसार त्यसमा चाहिँ अब हामी पनि भोलि कार्यक्रममा चाहिँ जान्छौँ पनि वाटर रिफिल तर कस्तो राम्रो के त्यो बाजाहरू कस्तो राम्रो जुनाउनुमा गयो यो एकदम ऊ रहेछ के हो मतलब कि श्री सैदादेवी मन्दिर तथा धर्मशाला निर्माण चन्दा दिने श्रेष्ठ के हो त्यो दानवीर ए नामहरू अनि त्यो सबै बनाएको आफ्नो पुर्खौली हामी चाहिँ अहिले दिउँसोको समथिङ 3 बजिसक्यो होला नि अनि दिक्षा पनि त म चाहिँ एकदम रहर लाएर दोकान आएको छौँ दोकान पनि हेर्नु यति नजिक छ कि हाम्रो हालत खराब भइसक्यो यो गुरुङ गाउँ चाहिँ एकदम यो सिँढीले मात्रै छ एउटा पनि सम्म ठाउँ छैन वेलकम टु माई युट्युब च्यानल नमस्ते हाम्रो गोलो हुनुहुन्छ अनि त्यहाँ हेर यो चाहिँ भोलि हाम्रो कार्यक्रम हुने ठाउँ हो त हजुर यता के अरे वालिङ आउनुभयो हामी चाहिँ अहिले पसलमा आएको छौँ सामान लिन हाम्रो सोचीले भए सामान लिन हामीलाई लिएर आइरहनु भएको कि दोकान नमस्ते छ त ल दिक्षा पनि के हो भन हामी चाहिँ चटपटेको सामान करेन्ट के लिएर चाहिँ हामी चाहिँ अब हिँडेको तल अब जान्छौँ गाउँतिर र मेरो माथि धेरै स्पेस पनि छैन भिडियो बनाउनुलाई सो त्यही भएर चाहिँ म चाहिँ अब डाइरेक्ट गाउँमा तल उता अलिक पर अर्को उता डाँडामा हो कि जाने हामी अनि त्यही भएर हामी गएर भेट्छौँ है उठेगा ये तो दूर लगे भाई तो हेलो एभ्रिवान हामी चाहिँ अहिले डे 5 मा है डे 5 मा छौँ आज हामी आएको 5 दिन भइसकेको छ अहिले चाहिँ हामी अहिले माथि गाउँ आएको छौँ यहाँ पर तल गाउँदेखि अनि हामी चाहिँ अब यो सामानहरू अब एकचोटि लिएर आज चाहिँ कार्यक्रम छ हाम्रो यहीँ गाउँमा बाबाले पनि सानो पुछिला आज चाहिँ गुरुङहरूको महान पर्व लोसार तमु लोसारको सबैमा शुभकामना भन्दै उहाँ आमाहरू चाहिँ उतातिर प्र्याक्टिस गर्दै हुनुहुन्छ डान्स हाम्रो नेत्र गुरु हुनुहुन्छ उहाँले गर्दा नि हामी आज यो कार्यक्रमको लागि आएको छौँ कार्यक्रम चाहिँ तमु लोसारको है Stay tuned. सब एकदम थकित अवस्थामा छन् लास्टै ठाडो छ कि यो सिडी पनि हाम्रो साथमा सर प्लिज अब चाहिँ हामी कार्यक्रममा आइसकेको छौँ है कार्यक्रममा हामी आइसकेको छौँ हामी एकदम ढिलो हतारमा रेडी भएको
पर्फर्मेन्स पनि सकिसक्यो र यहाँ नास्ता दिनुभएको छ सेलरोटी र चना अनि यता हाम्रो खाऊ न खाती गरेँ कि मैले अनि कस्तो लाग्यो त दाइ सोल्टिनीहरू यता हाम्रो साजन सर चाहिँ एउटा हाम्रो सोल्टिनी भन्दै हुन्थ्यो उहाँ सबै सोल्टिनीहरूले साथी सर दाइ भन्नु स्याड हुनुहुन्छ के भन्छ अब चाहिँ हामी चाहिँ नाच्दा यहाँ चाहिँ अहिले गेम भइरहेछ हामीले अहिले डान्स पर्फर्मेन्स भइसक्यो अब गेम भइरहेछ अब नेक्स्ट टाइम चाहिँ हाम्रो हुन्छ कि थाहा भएन अब चाहिँ हामी राति भइसक्यो हामी एकदम प्रोग्राम गरेर एकदम थकित अवस्थामा थियौँ र एकदम हामी चाहिँ के गऱ्यौँ अनि आएर प्रोग्रामबाट एकछिन बस्यौँ टुप्यौँ खायौँ हल्ला गऱ्यौँ खाना पनि खायौँ अब डोरी पनि खेल्यौँ आगो तापेर एकदम सबैजना अब चाहिँ हामी चाहिँ माथि उता रमाइलो छ त्यसपछि रमाइलो हेर्न जाँदैछ माथि म बिजी भएर मेरो मनमा चार्ज पनि छ नि त्यही भएर मैले कन्टिन्यू भिडियो बनाएर मेरो मन नक्कल पारेर यहाँ चाहिँ गेट छ है साथीहरू अनि स्टार्ट छ कार्यक्रम यहाँ हाम्रो 27 पोखरा स्टेट फेस्टिभल हो यो अनि आज चाहिँ 16 आज न्यु इयरको बेलामा जनवरी 1मा चाहिँ आज हामी प्रोग्राममा आएको छौँ पोखरा हेलो पोखरा सबैजना जाँदै हुनुहुन्छ हामी चाहिँ प्रोग्राम आइसकेको छौँ हाम्रो साधन सरको गेटअप हेर्नुहोस् यो के गेटअप हो तपाईँ यस्तै नाच्ने हो फेरि भन्नुहोस् त एकचोटि हाम्रो साधन सर चाहिँ यस्तै नाच्ने हाम्रो अञ्जली म्याम अनि हाम्रो चाहिँ यो 27 पोखरा स्ट्रिट फेस्टिभल को प्रोग्राममा हामी न्यु इयरको प्रोग्राममा आइसकेको छौँ बाहिर जस्तो स्टलहरू राख्ने रहेछ खानाको एकदम रमाइलो छ झन् रातिसम्म एकदम रमाइलो हुन्छ एभ्री वान पछि हजुरलाई देखाउँदै गर्ने छु अहिले चाहिँ हामी चाहिँ छ त्यो चाहिँ लगाएर देखाउने छ
अब चाहिँ हाम्रो कार्यक्रम सकिसकेको छ हामी एकदम नन स्टप प्रोग्राम हजुरको नाम के हो मणिराज तामाङ साजन गुरुङ भाइ कस्तो फिल भइरहेछ एकदम नेपालीपनमा पुरै ढाका टोपी लगाइकन हामी नेपाली हाम्रो नेपाल यस आज हामी अब हामी जाँदैछौँ खेल्न जाँदैछौँ तिर जाँदैछौँ कहाँ नि हामी एकदम जहाँ अब बाटो जहाँसम्म जान्छ त्यहीसम्म जान्छ भनिजी गन्तव्य जहाँसम्म छ त्यहीसम्म गन्तव्य त धेरै जग्गा होइन अब जानु त निकाल गौडा खैचडी समझ हट धेरै नबनाम के यो मात्रै हो साइडतिर आएको छ घुम्नको लागि अलिकति नाइटमा गुरुले त्यतिर बोलाउनु भएको छ उतातिर पिङ पनि लागेको छ अनि सबैलाई चाहिँ फेरि पनि न्यु इयरको सबैलाई शुभकामना 2026 ह्याप्पी न्यु इयर ह्याप्पी न्यु सबैजना Once more टाढा भए नि मलाई नबिर्सिदिनुला त्यो मनभरिको माया धेरै जानुला माया गर्नुला माया गर्नुला कति कस्तो लाग्छ सफल यस्तो इन्टरभ्यू दिने हो कि पर्दैन अहिले ठिक छ अब अनि अस्तिको स्टेट फेस्टिभल कस्तो भयो फेस्टिभल त तपाईँको के भन्नु एकदम रमाइलो भयो है यादै छैन अर्को वर्ष आएर प्रोग्राम चलाउने हो कि होइन एकदम अर्को वर्ष मिल्यो भने त यो भन्दा नि राम्रो हुन्छ स्टेट फेस्टिभल हामी चाहिँ आज आएको पोखराको 7 दिन भइसकेको छ गुरु हामी कहाँ छौँ कुन ठाउँ हो यो यो चाहिँ एकदम फेमस ठाउँ वाउ मलाई त सबभन्दा त्यो गणेश भगवानको त्यो मन पर्यो कि यत्रो ठुलो मूर्ति वाउ 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 म आउँछु कि आउनु यो भ्लगमा एकदम विशेष यो पोखरा घुमाउने सब हाम्रो गुरु नभएसम्म अरे नेपालगञ्ज त कुरै प्याराग्लाइडिङ पनि गर्ने जस्तो राम्रो सिन मन्दिर त ओफ भन्नै पर्दैन गाइज सिन झन् शिवलिङ्गहरू पनि 108 होइन भिडियो चाहिँ कन्टिन्युटी दिन पाएको छैन किनभने चाहिँ मेरो बोमिट गरेर हालत खराब छ साथीहरू बोमिट गर्दै हिँडिरहेको छु म घुमिरहेको छु
तर ठाउँ नि यति राम्रो राम्रो नि म कहिले पनि घुमिदिनँ यसरी पोखरा अहिले चाहिँ हामी माथि भ्यू टावरमा आएको छ माथि अपमा अनि हाम्रो साथीहरू गुरुहरू र यहाँबाट चाहिँ सबै पोखरा देखिन्छ है साथीहरू पुरै यतादेखि पुरै यो तल पुरै पोखरा देखिन्छ अनि यहाँ मन्दिर अरू पनि छ थुप्रो उतातिर अनि वहाँ पर प्याराग्लाइडिङ पनि गरेको छ देख्नुभएको छ कि साथीहरू such a beautiful place of our Nepal